दिनदिनैको आन्दोलनमा मन रुने गर्छ। जुन देशमा गुरुलाई सम्मान हुँदैन त्यो देशको हालत सधैँ यस्तै हुने गर्छ। त्यो देशको हालत सधैँ यस्तै हुने गर्छ। सानो सानो कुरामा पनि किन लड्नुपर्छ? सानो सानो कुरामा पनि किन लड्नुपर्छ? जुलुस र हडताल मात्रै किन गर्नुपर्छ? म त्यस्तो देशको नागरिक हुँ जहाँ ऐन ल्याऊ भने आन्दोलन गर्नुपर्छ, ऐन ल्याऊ भने गर्नुपर्छ। अब एउटा लाग्छ होला बारम्बार यिनी किन आउँछन्, लाग्छ होला बारम्बार यिनी किन आउँछन्, काठमाडौँको सडकहरू यिनी किन छाउँछन्। जुन देशमा नेतृत्वले जिम्मेवारी छैन भने, जुन देशमा नेतृत्वको जिम्मेवारी छैन भने शिक्षक विद्यार्थी नेता सबले दुःख पाउँछन्, शिक्षक विद्यार्थी जनता सबले दुःख पाउँछन्। अब अन्तिम मुद्दा, समय थोरै छ त्यसकारण दिन कति लाग्छ गनेर जाने हो, दिन कति लाग्छ गनेर जाने हो। हाम्रो लागि न्यायको बाटो खनेर जाने हो। बारम्बार आइरहने बनाइरहन्छ सरकार, आइरहने बनाइरहन्छ सरकार। कि जितिन्छ कि बितिन्छ भनेर जाने हो। हस्, धन्यवाद। धन्यवाद सरलाई। हामी भ्रष्टलाई लोकतन्त्र पेटभरि भरि गयो, शिक्षालाई लोकतन्त्र कागलाई रेल असरी सुधार्ने मेसोले अझै पनि पार्दै छैन। आशा हामी थियौँ, हामी ठुलो रोका फेरि भयो, शिक्षालाई लोकतन्त्र कागलाई रेल असरी भयो भन्ने सुन्छु संसदमा, भन्ने सुन्छु नाना गरी मिलेका छन्। बोल्न पाउने स्वतन्त्रमा हाम्रो सबै घुस्ने भन्छन्। शिक्षालाई पेले मात्र गुणस्तर आउने हुन्छ। शासन गर्ने दम्ब चाहिँ सबै कुरा सँगै हुन्छ। सबैसित हुन्छ भन्थे, सबैसित हुन्छ भन्थे। सिना दरबार गाउँमै आयो, दरबारमा शिक्षा पाए प्रणाम गर्नुपर्ने भयो। खै त हजुर यो राज्यको उपस्थिति कहाँ रह्यो? शिक्षकलाई लोकतन्त्र कागलाई रेल असरी भयो। विद्यालय सेवा क्षेत्र, विद्यालय सेवा क्षेत्र घरघुट खाली रहन्छन्। कृषि उद्योग छैन यहाँ, सबै युवा खालिका छन्। व्यवहारिक शिक्षा नीति एकादेशको सही भयो। शिक्षकलाई लोकतन्त्र कागलाई रेल असरी भयो। गोएड शिक्षा नीति ल्यायो, गोएड शिक्षा नीति ल्यायो। हुने खाने अन्तै पर्छन्। मजदुरका छोराछोरी गुणस्तरका शिकार रहेछन्। रोजगारी उत्पादनको कारखाना, बेरोजगारी उत्पादनको कारखाना स्कुल रह्यो, बेरोजगारी उत्पादनको कारखाना स्कुल रह्यो। अस्थायी देशका शिक्षा क्षेत्र नाट्यशाला सही भयो। शिक्षकले गुणस्तर, शिक्षकले गुणस्तर दिएर नै मन्त्री भयो। आफै शिक्षक हुँदाखेरि लाठी खाएको आज बिछ्यौ। शिक्षकका मागप्रति ठुलो भेद भयो। ललिपटमा भुलाउने सम्झौताकै खेल भयो। शिक्षकका मागप्रति ठुलो भेद भयो। ललिपटमा भुलाउने सम्झौताकै खेल भयो। गाउँकोमा काँक्रो बाँधी, गाउँकोमा काँक्रो बाँधी आन्दोलनमा काँक्रो थियौँ। गोली सका लाठी गोली हामीले पनि खाएकै थियौँ। हरेक बढ्यो शिक्षक सबै काँड चाहिँ नाच्दै भयो। आज चाहिँ ठाउँ पायौँ। हामी मधेसतिरबाट एउटा चाहिँ मधेसकै बोलीचालीको एउटा गीत सानो लिएर आएको छौँ। अहिलेको वर्तमान परिवेशमा के भनिन्छ भने आज के शिक्षक, साथीहरू ताली बजाइदिनु। आज के शिक्षक पूरे नेपाल के जा झार के, आज के शिक्षक पूरे नेपाल के जा झार के, मांग पुराना तू सरकार से जा झार के, मांग पुराना तू सरकार से जा झार के। आज के शिक्षक, आज के शिक्षक पूरे नेपाल के जा झार के, मांग पुराना तू सरकार से जा झार के, मांग पुराना तू सरकार से जा झार के। अब शिक्षा र शिक्षक सबैलाई चाहिने, तर शिक्षकलाई केही नमान्ने। शिक्षा शिक्षक सब कोही
के चाहिए शिक्षा शिक्षक सब कोई के चाहिए शिक्षा विधेयक में नया बदलाई शिक्षा शिक्षक सब कोई के चाहिए शिक्षा विधेयक में कैला बदलाई महासंघ झंडा गाँव में बाल में जा झार के मांग पुराना तू सरकार से जा झार के मांग पुराना तू सरकार से जा झार के आज के शिक्षक पूरे नेपाल के जा झार के मांग पुराना तू सरकार से जा झार के मांग पुराना तू सरकार से जा झार के त्यसपछि रङ बिरङको शिक्षक बनाइदियो हामीलाई के भनिन्छ